हाई एभ्रिवान। सो नयाँ वर्षमा वेट लस गर्छु भनेर कतिजनाले रेजोल्युसन लिनुभयो अनि कतिजना जिम जानुभयो। हाम्रो जिम चाहिँ खाली खाली नै थियो। आज चाहिँ मैले मर्निङको स्टार्ट ड्रिङ्कबाट गरेको थिएँ, जिम गएँ, एक्सर्साइज गरेँ। आज मैले कति धेरै एक्सर्साइजहरू गरेँ होइन, यो डेडलिफ्ट पनि गरेँ। फर्म चाहिँ मिलेको छैन, आइम लर्निङ। घर आएर चाहिँ मैले 2टा ब्रेड 3टा एग खाएँ। ब्रेडमा चाहिँ मैले थोरै हनी मिक्स गरेर पनि खान्छु। यदि तपाईँहरूलाई पिनट बटर युज गर्नु मन छ भने पनि विदिन द क्यालोरिज तपाईँहरूले गरेर खान सक्नुहुन्छ। अफिसमा चाहिँ मैले यो बोटल लिएर जान्छु। यसमा चाहिँ मेरो फ्याट कटर ड्रिङ्क भनेर हालेको छ। अनि मैले आजभोलि अफिसमा खाना लाउँदिनँ। अफिसमा चाहिँ अफिसको स्टाफहरू सबैले लिएर आउँछौँ नि त, अनि त्यति नै धेरै हुन्छ। अनि मैले चाहिँ चिकन लिएर गएको थिएँ, अनि आई ह्याड 2 एग्स त्यसपछि, अनि कफी पनि खाएँ विदाउट सुगर। अनि त्यसपछि चाहिँ ओट्स ओभरनाइट मैले लिएर गएको थिएँ, राखेर रेडी पारेर लिएर गएको थिएँ नि त, अनि बाँडेर खाएँ। आई ह्याड 2 पानीपुरी अनि थोरै चटपटे। अनि साँझ चाहिँ मैले पाइनएप्पल यहाँबाट लिएर आउँछु म जहिले होइन। अनि पाइनएप्पल लिन जाँदाखेरि चाहिँ कोकोनट वाटर खानु मन लाग्यो, खाएर पाइनएप्पल प्याक गरेर लिएर आएँ। आइम नट ह्याभिङ एनी फुड राति बिकज आई हेड लट अफ फुड्स एट द अफिस। अनि आज चाहिँ मैले यति वक गरेँ। द्याट्स अल फर टुडे, बाई।